वेलकम एभ्रिवान, ग्रोमन एफसीमा स्वागत छ। आजको यो एनालाइसिसलाई आधार मानेर बाइ सेल डिसिजन चाहिँ नलिनु होला। हाम्रो प्रेडिक्सन थियो जुन मार्केटमा यहाँ एमआर क्यान्डल बनाइसकेपछि अलिकति मार्केट सस्टेन भयो जस्तो 50 MA लाई सपोर्ट भएर मार्केट अलिकति पोजिटिभ हुने, त्यसपछि फेरि साइडवेजमा फेरि तल जाने, यो स्ट्रङ सपोर्ट जोनलाई चाहिँ भ्यालिड गरेर फेरि अप ट्रेन्डमै जाने भन्ने हाम्रो प्रेडिक्सन थियो। अलिकति यहाँ हिजो ब्याड न्युज आयो या के भयो, ओभरअल हेर्दाखेरि ब्याङ्किङ रिपोर्ट, डेभलपमेन्ट ब्याङ्क र कमर्सियल ब्याङ्कको रिपोर्ट चाहिँ राम्रै देखिएको छ। मार्केट मेरो विचारमा चाहिँ पोजिटिभ नै हुन्छ र यो जोनमा धेरैचोटि रिटेस्ट गरेको देखिन्छ। 50 MA हेर्दाखेरि अलिकति क्रसओभर भयो जस्तो देखिएको छ। मार्केट लगभग यही जोनबाट अलिकति पुल ब्याक आउने चान्स पनि बेसी देखिन्छ, तर अलिकति भोल्युमलाई हेर्ने हो भने र क्यान्डल हेर्ने हो भने अलिकति नेगेटिभ देखिएको छ मार्केट। तर हाम्रो कमर्सियल ब्याङ्क र डेभलपमेन्ट ब्याङ्कको रिपोर्ट हेर्दाखेरि अलिकति ब्याङ्किङ सेक्टरले बजारलाई तान्नुपर्ने थियो, हिजो त्यो सम्भव भएन। अब केही मार्केटमा ब्याड न्युज आउन आँट्यो हो के हो, र टेक्निकली हेर्दाखेरि अलिकति मार्केट अलिकति तलै जाने देखिन्छ। त्यही पनि होप यो जोनबाट माथि जान्छ भन्ने सोचौँ। ठिक छ, ओभरअल यसलाई अब मार्केटले हिजो के कस्तो ब्रोकरहरूले सेल गरे त, बाई गरे 58 ले बेसी झन्डै डबल 2 गुणाले 64%, 45% बाई छ भने 64% सेल छ। 42 ले अलिकति बाई ह्याभी भएको देखिन्छ। 45 ले बाई नै छ, 44 ले सेलिङ बेसी छ। 49 ले 45% बाई छ भने 54% सेल बेसी छ। 57 ले 52% बाई छ भने 47 सेल छ। 38 ले 43% बाई छ भने 56। ओभरअल टप 10 ब्रोकर हेर्ने हो भने सेल बेसी देखिन्छ। त्यही भएर अलिकति मार्केट नेगेटिभ हुन्छ कि जस्तो चाहिँ देखिएको छ। त्यस्तै अब सेक्टर कुनले हिजो एकुमुलेसन कति गर्यो, एकुमुलेसन डिस्ट्रिब्युसन हेरौँ। एकुमुलेसन हेर्दा 84 ले आरएसएमएल त धेरै ह्याभी फल आएको थियो हिजो। यहाँ चाहिँ जसले 8 एकुमुलेसन गरेको छ। 101 ले एसएचएल, एलएसएल 7 ले एसएचएल 2 टाइम्स रिपिट भइसक्यो। आरएसएमएल 47 ले पनि एकुमुलेसन देखिएको छ। शिवम त्यसै गरी एसआई पिडिए नयाँ आइपिओ होला, केबिएल 57 ले। त्यसै गरी हाम्रो ब्रोकर पिक सेक्टर वाइज हेर्ने हो भने ओभरअल सेक्टर हाइड्रोमा चाहिँ बेसी देखिएको छ। त्यसै गरी उनले कति बाई गर्यो, सबैभन्दा बाई हेर्ने हो भने 58 ले पिसिआइएल बाई गरेको छ, आज एनएसपिसी दोस्रोमा। त्यसपछि एसआई प्यानल बाई गरेको छ। 45 ले एसएचएल बाई गरेको र पिसिआइएल रिपिट भएको नयाँ आइपिओ यो। 42 ले पिसिआइएल एकुमुलेसन गरेको, एसआइडिपी पिसिआइएल 3 टाइम्स रिपिट भएको छ। 4 टाइम्स 5 6 टाइम्स चाहिँ रिपिट भएको देखिन्छ। त्यो पिसिआइएल बढ्ने देखिएको छ। अब कुन जोनमा आएर सस्टेन भएर जान्छ त्यो चाहिँ भन्न सकिन्न, तर एकुमुलेसन देखिएको छ आज। 48 जापा, एनएसपिसी, त्यसै गरी पिसिआइएल, एचएफआइएन एकुमुलेसन देखिएको छ। युएमएचएल, एनजिपिएल यस्ता स्टकहरू आजलाई यति नै। थप भोलिको भिडियोमा इन्फर्म गराउनेछौँ। धन्यवाद।